Action! सङ्गीतकार प्रशान्त एजिकल राईको नयाँ प्रस्तुति बगैँचा। दार्जिलिङ पहाडको प्रतिभाशाली गायक एवं सङ्गीतकार प्रशान्त एजिकल राईले सङ्गीत क्षेत्रमा धेरै योगदान पुर्याइसकेका छन्। उनको सङ्गीततर्फ बाल्यकालदेखि नै रुचि रहेको थियो। 5 वर्षको उमेरमा लन्डन ट्रिनिटी महाविद्यालयबाट भायोलिन गरे भने एबीआरएसएमबाट पियानोको पनि ज्ञान आर्जन गरे। सानैदेखि सङ्गीतमा रुचि भएका हुनाले 2019मा उनको सङ्गीत यात्राको थालनी भयो। पहिलो गीत हल्का रिसाएर देखि सुरु गरिएको यो यात्रामा अहिलेसम्म 18वटा गीतहरूले ठाउँ बढाइसकेका छन्। वर्तमानमा सबैको ध्यान आकर्षण गर्ने युट्युब प्रशान्त एजिकल राई नामले प्रचलित च्यानल छन्। दर्शक माझ गहिरो छाप छोडेको उनको गीत को हौ तिमी अति नै प्रसिद्ध छ। साथै अन्तरिक्षको सवारी, हुरी चल्यो, टाढो, हामी दुई आदि गीतहरू पनि दर्शकहरूले रुचाएका छन्। सङ्गीतलाई आफ्नो कर्मक्षेत्र बनाइसकेका प्रतिभाशाली सङ्गीतकार यहाँले आफ्नो प्रत्यक्ष प्रस्तुति विभिन्न ठाउँहरूमा दिइसकेका छन्। दार्जिलिङ, कालेबुङ, गान्तोक र आसाम आदि राष्ट्रिय स्तरमा सीमित नरही नेपाल, लन्डन, अस्ट्रेलिया आदि देशहरूमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा झल्काएका छन्। उनको अर्को रचना बगैँचा म्युजिक भिडियो 19 फरवरीको दिन युट्युबमा रहेको प्रशान्त एजिकल राईले चर्चित च्यानल मार्फत सार्वजनिक गरिनेछ। बगैँचा शब्दले रम्यताको अर्थ दर्शाए पनि म्युजिक भिडियोमा यस शब्दले मान्छेको जीवनको विभिन्न तहमा रहेको परिस्थिति दर्शाउँदै अन्त्यमा जीवनसाथीसँग सुरु गरिएको यात्रामा एक साथीको अनुपस्थितिले छोडिएको साथीमा रहेको बिछोडको अथाह वेदना झल्काउँछ। युवा अवस्थामा आफ्नो श्रीमतीसँग बिताएका हरेक क्षणलाई मिठा यादहरू मनको बाकसमा लुकाई वर्तमानसँग खिन्न भइसकेको वृद्ध अवस्थाको कथा हो। तिनीहरूबीच रहेको प्रेम साथै प्रेमको चिन्हारी स्वरूप जन्मेका छोरा, सम्पन्न परिवार, एकाअर्कामा समर्पित ती सबै क्षणहरू समयसँगै धमिलो हुँदैछ। आफ्नो जिम्मेवारी पूरा गरी उनी अति प्रिय स्वास्नीको यादसँग त्यो घरमा एक्लो छन्। केही मिठा क्षणहरू सम्झन चाहन्छन् तर उमेरको गतिले उनको स्मरण शक्तिलाई चुनौती दिँदैछन्। तरै पनि केही स्मृतिलाई आफ्नो मनको कुनामा साँच्ने प्रयास गर्दैछन्। जीवनको यो डुब्न लागेको घाममा उनी ती विरक्त लाग्दा साँझ जस्तो भइसकेका छन्। यही सङ्घर्षबीच बगैँचामा फक्रिन लागेका फूल स्वरूप उनका नातिका आगमनले केही रङ भरेको छ। जीवनको उदासीनतासँग सङ्घर्ष गर्न केही रङहरूको आवश्यकता पर्छ भन्ने पक्ष नै बगैँचा म्युजिक भिडियोको मुख्य विषय रहेको छ। यस म्युजिक भिडियोमा उदयमान कलाकारहरूको अभिनय देख्न सकिन्छ। बहुप्रतिभाशाली व्यक्तित्व साहित्यकार राजु प्रधान, हिमांशु प्रमुख भूमिकामा रहेका छन्। साहित्यका विभिन्न विधामा योगदान प्रदान गर्दा गर्दै उनको ध्यान रङ्गमञ्चले आकर्षित गरे अनि त्यहीबाट नै निर्देशन र अभिनयको यात्रा सुरु भयो। अहिलेसम्म 40भन्दा अधिक नाटकहरू लेखिसकेका छन् भने 13वटा नाटकमा निर्देशन साथै 16वटा नाटकमा अभिनय पनि गरिसकेका छन्। उनी पश्चात नेपाली चलचित्र जगतमा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सिक्किमको उत्कृष्ट नायिका श्यामाश्री शेर्पा विशेष भूमिकामा रहेका छन्। मुम्बईमा विभिन्न विज्ञापन अनि चलचित्रमा काम गरिसकेका अनुभवी कलाकार राफी खिमसारको पनि मुख्य भूमिका रहेको छ। बाल कलाकार रिवाङ शेर्पा अनि रचनाकार, गायक, निर्माता प्रशान्त एजिकल राईले पनि यस म्युजिक भिडियोमा आफ्ना प्रतिभा दर्शाएका छन्। सहायक कलाकारहरूमा श्रुति टी मगर, साक्य ओनी, योन्देन बुकुने लामाबा र सभात रहेका छन्।
अल्लारे पिक्चर्सको प्रस्तुतिमा तयार गरिएका बगैँचा म्युजिक भिडियोको निर्देशक अनि कथाकार सुजन लम्जेलले गीतको भाव अनुसार कथा निर्माण गरी दृश्यमा उतार्न सफल बनेका छन्। प्रतिभाशाली छायाकार निहाल भण्डारीको छायाङ्कनले त्यस दृश्यलाई जीवन्त रूप दिएका छन्। सङ्गीतलाई माया अनि सम्मान गर्नुहुने गायक अनि रचनाकार प्रशान्त एजिकल राई नै यस म्युजिक भिडियो निर्माता हुन्। प्रोडक्सन डिजाइनर नेडेन यल्मो हुन् भने कस्ट्युम डिजाइनरको कार्यभार शिवानी प्रधानले सम्हालेका छन्। समग्रमा भन्नुपर्दा यो म्युजिक भिडियो सङ्गीत प्रेमीहरूका लागि एक उत्कृष्ट उपहार बन्नेछ। राम्रो शब्द, सङ्गीत र दृश्य संयोजन पनि मन पराउने सबै दर्शकले यस भिडियोलाई माया दिनेछ भनी आशा राख्दछौ भन्ने मनिष सुब्बाले विशेष जानकारी दिएका छन्। Rolling. Sound. Okay, so ready to go. Okay, guys, and action.